हेलो गाइज वेलकम टु डे 5। आज हाम्रो लास्ट भ्लग लास्ट डे धरानमा। अनि होटेलमा भिडियो बनाउँ भनेको अब त्यहाँ बनाउन मन लागेर यहाँ हाम्रो 2-3वटा ठाउँ बाँकी नै थियो प्रभु एडभेन्चरबाट हामीलाई घुमाउनलाई। अनि दाइले यहाँ ल्याएर हामीलाई छोडिदिनु भएको छ होइन। सो अब गेस्ट दिस प्लेस भन्दा पनि अब गेस्ट त गर्न सकिँदैन होला, यहाँ धरानकै मान्छेहरूले गेस्ट गर्न सक्नुहुन्छ होला। सो यो ठाउँलाई चाहिँ चतरा भन्दो रहेछ होइन। अनि उहाँहरूले हामीलाई यहाँ ल्याएर दाइले उसमा गाडी घुमाउँदै हुनुहुन्छ। हामी चाहिँ यहाँ दाइले अब यहाँनिर घुमाऊ भनेर छोडिदिनु भएको छ है त। मम्मीहरू त्यहाँ रमाइलो गर्दै हुनुहुन्छ, जहाँ टिकट चाहिँ छोड्नु भएन नि त होइन। अब यो ठाउँ पनि मन्दिरको ठाउँ रहेछ गाइजहरू है। यहाँ त्यसरी बाँस पनि रहेछ, देख्नुभयो होला, म अलिक जुम गरिदिन्छु ल। यसरी बाँस पनि रहेछ साथीहरू। अब बाहुन भनौँ भने यता बाहुन त नहुन पर्ने हो। यसो गेस गरे अनुसार काइन्ड अफ वृद्धाश्रम छ है साथीहरू। वृद्धाश्रम दालको धर्मशाला हुन्छ वृद्धाश्रम रहेछ ल। यहाँनिर जुन मन्दिर के भन्छ यो ठाउँ देख्नुभएको छ यसलाई, यहाँ चाहिँ के अरे वृद्धाश्रम रहेछ होइन। ल ठिक छ, यहाँनिर म त सर मन्दिर यतिखेर म क्यामेरा के गरेँ मैले सर मन्दिर घुमिदिनु पऱ्यो भने मन्दिर जस्तो त मैले कहीँ पनि देखिनँ। ल ठिक साथीहरू, हामी बिहान ब्रेकफास्ट खाइवरी मजाले यहाँ दाइले यहाँलाई छोडिदिनु भयो है। धरान हाम्रो होटेल स्टार पूर्वीबाट यहाँ ल्याएर हामीलाई छोडिदिनु भयो। यहाँ मन्दिर घुम्नु भनेको मन्दिर घुम्ने ठाउँ छैन चाहिँ म गाडीमा जान्छु है त। गाडी चाहिँ अब यहाँबाट हाम्रो अर्को एउटा ठाउँ पनि छ, त्यहाँ घुम्छौँ। त्यहाँ घुमिसकेपछि चाहिँ वी विल बी ब्याक टु काठमाडौँ। अनि आजको भ्लग चाहिँ एकदम छोटो हुन्छ है, मिलाएर हेर्दैन होला। जस्ट अब प्रभु एडभेन्चरले हामीलाई कस्तो सुविधाहरू दिइरहेछ भनेर चाहिँ एउटा टाइप अफ मार्केटिङ पनि हो। अब टिल नाउ वी आर ह्याप्पी वाट एभर दे आर प्रोभाइडिङ टु अस होइन। धेरै राम्रो सर्भिस छ यहाँको चाहिँ प्रभु एडभेन्चर ट्राभल एन्ड टुरको चाहिँ होइन। अनि त्यही होला साथीहरू, म चाहिँ निकै मन्दिर चाहिँ घुमेर आउनु पऱ्यो भनेको। मन्दिर त छैन सायद दाइ, खै त्यहाँ वृद्धाश्रममा छ। अब वृद्धाश्रम गरेर वृद्धाहरूलाई के ढोग्नु। मन्दिर त मैले देखिनँ, मम्मीहरू त्यहाँ ठिकै बनाउनुहुन्छ। त्यही हो र। ल ठिक, यतैबाट मैले मनबाटै दर्शन गरेँ। ए हो, बन्द भयो होला। ल साथीहरू, म यहाँ दाइबाट आइपुगेँ। अब अर्को ठाउँमा जान्छ, त्यहाँबाट तपाईँहरूलाई फेरि भेटिहाल्छु है त। अनि अघि मैले भनेको त्यो वृद्धावाला चाहिँ इग्नोर गरिदिनु है, म के बोल्छु। ल साथीहरू, अब दाइले अर्को ठाउँमा हुन्छ अनि अर्को ठाउँमा म फेरि के भन्छ खिच्छु है त। बाई बाई। ल साथीहरू, अब हाम्रो प्रभु एडभेन्चरबाट आजको लास्ट ट्रिप लास्ट स्टप के अरे दाइ बरा क्षेत्र होइन। अनि अब यहाँको चाहिँ खासियत के भने विष्णु भगवान् दाइ विष्णु भगवान्ले पहिलो हजुर विष्णु भगवान्ले बराह रूप धारण गरेर बसेको ठाउँ रे। अनि यो चाहिँ एउटा वान अफ दि अब एउटा फेमस के भन्छ धार्मिक स्थल पनि हो रे होइन। अनि यहाँनिर आएर चाहिँ श्राद्धहरू पनि गर्नुहुन्छ अरे। सो यहाँको अब सट्टै हेर्नु पर्दाखेरि अलि के भन्छ ठुलै मन्दिर हो जस्तो छ। किन भन्दाखेरि यहाँ पूजा सामग्रीहरू बेच्ने पसलहरू धेरै देखिन्छ नि त, त्यही भएर है त। अब यहाँनिर मम्मीहरू यहाँनिर के किन्दै हुनुहुन्छ। मेरो बोली सानो आला मिलाएर बुझ्नु होला है। ल अब मम्मीहरू दर्शन गर्नुहुन्छ, म पनि मम्मीहरूसँग तपाईँहरूसँग जान्छु। मैले बिहान मलाई कस्तो हुन्छ भन्दाखेरि अन्डा मासु खाएपछि भगवान्सित जान अलिक मनले मान्दैन क्या, खै किन हो मलाई भित्र मनले मान्दैन। त्यही भएर म मम्मीहरूसँग जान्छु। अनि यसो दर्शन गरेर म दर्शन भन्नाले सट्ट घुमेर मात्र आउँछु। बत्ती चाहिँ ढोगेर भालौँ ल, मम्मीले बालिदिनुहुन्छ। ल मम्मीहरू त्यहाँनिर सरसामान किन्दै हुनुहुन्छ। अनि हामी यहाँनिर दर्शन गरेर चाहिँ आइहाल्यो भनेर हामी बोटिङ पनि गर्छौँ होइन। तपाईँहरूलाई म सट्ट मन्दिरको सानो क्लिप पनि देखाउँछु। अनि एकैचोटि म तपाईँहरूलाई बोटिङमा भेट्नेछु है त। ल अहिले यति नै, म माथि मन्दिर गएपछि तपाईँहरूलाई भेट्छु। अनि सानो यहाँको सिनहरू म तपाईँलाई देखाउँछु है त। हेलो साथीहरू, ल हामी यहाँ बरा क्षेत्र मन्दिर जाँदैछौँ है। मन्दिर गएर भेट्छु त भने यो सट्ट मलाई यो मार्केट मजाले तपाईँहरूले के भन्छ मेरो पछाडि ब्याकमा देखिरहनु भएको छ होला, अहिले पनि देखाएँ। यो मन्दिर चाहिँ ठुलै मन्दिर रहेछ। किन भन्दाखेरि यति धेरै पूजाको सामग्रीहरू पाउनु भनेको शान्तिनु मन्दिर चाहिँ होइन, ठुलै मन्दिर रहेछ। अब हामी जाँदैछौँ मन्दिरतर्फ आइपुग्न लागि। यो जान्छौँ, दर्शन गर्छौँ म तपाईँहरूलाई क्लिपहरू पनि देखाउँछु, हेर्नु होला, इन्जोय गर्नु होला। अनि हामी बोटिङ पनि गर्छौँ आज टक्क लाएर। किन भन्दाखेरि
आइयो अब कहिले आउने भनेर एउटा मेमोरी त बनाएर जानु पर्यो के कसो साथीहरू जाँदैछौँ है साथी हामीहरू जाँदैछौँ पछाडिको मजाले तपाईँहरूले यो ब्याग मजाले हेर्नु होला है त्यही भएर मैले खिचेको हो यो एउटा के भन्छ थुरै मन्दिर रहेछ भनेर अनि जो दन्तकाली दाइ हामी कहाँ दन्तकाली होइन दन्तकाली बुढा सुब्बा दन्तकालीको यो बुढा सुब्बा भनेको चाहिँ मन्दिर हो अब बुढा सुब्बाको नाम किन भएको भन्दाखेरि उहाँ चाहिँ एउटा झाँक्री ठुलै झाँक्री हुँदो रहेछ अनि मैले हिजो त्यो पछाडिबाट भिडियो खिचेँ भने यो देखेँ के अनि मन्दिरै देखेँ तपाईँको चाहिँ कहाँ हो भन्छु है लास्टमा झ्याप माटोको बनाएको हो त्यो रहेछ क्या म पो टमा भइरहेछ एकछिन ल साथीहरू हामी बरा क्षेत्र आइपुग्यौँ मन्दिर आइपुग्यौँ हल्का जुम गरिदिन्छु ल आइपुग्यौँ अनि यस्तो पाहाडको बिचमा आएर बस्नु भएको रहेछ है त अब हामी प्रवेशद्वारभित्र आइपुग्यौँ अब तपाईँहरूलाई म के भन्छ भित्रको सट्ट क्लिपहरू देखाउँछु त्यो मजाले इन्जोय गर्दै हेर्नु होला है त तपाईँहरू पनि दर्शन गर्नुहोस् आशीर्वाद लिनुहोस् केही छैन तपाईँहरू नआए पनि म आएँ मेरो थ्रुबाट भिडियोबाट आशीर्वाद लिनुहोस् होइन भोलिपर्सि तपाईँहरू कहाँ जानु होला मैले कसैको भ्लग हेर्नु होला म त्यहाँबाट दर्शन लिउँला हालो पालो ल साथीहरू म सर भिडियो बनाउँछु हेर्नु होला दर्शन गर्नु होला है त ल साथीहरू मैले चाहिँ सर दर्शन गरेँ अनि के भन्छ मैले मजाले भिडियोहरू खिचेको छु मजाले हेरिदिनु होला अनि यहाँ अब मलाई चाहिँ थाहा भएन है जल लिएर आएर पूजा गर्नुपर्छ भनेर त्यहाँनिर एकजना त्यो हामीले पूजाको सामान यहाँ के भन्छ ग्यालेन्स दिनुभएको थियो किन भनेको त्यो जल हाल्नलाई तर पहिला मलाई थाहा थिएन कि सुरुमा जल लिएर अनि बल्ल पूजा गर्ने हो भनेर अनि जल चाहिँ यताबाट लिँदो रहेछ होइन कोसी र कोका नदीको जल हाल्ने हो अरे अनि यहाँबाट जल लिएर आउने फेरि मा चढेर अनि यहाँनिरबाट पूजा सुरु गर्ने मात्र होइन छेउमा भगवान् ल मैले मजाले क्लिपहरू खिचेको छु मजाले हेर्नु होला अनि मैले चाहिँ दर्शन गरिसकेँ भित्र गएर मम्मीहरू आएर बत्ती बालिदिने हुन्छ है अनि के भन्छ कस्तो लाग्छ भने मैले त टक्क गरेर गरिदिइहालेँ केही भएन ल के भन्छ अब मम्मीहरूले पूजा गर्नुहुन्छ अनि अब बोटिङ गर्ने प्लान छ लेप्ची के हुन्छ यो भने गरौँ न नभए है त ल साथीहरू अब यति भन्दै अहिले यो क्लिपलाई चाहिँ बाई बाई फेरि अर्को क्लिपमा गएँ कतै भेटौँला हामी है त बाई बाई ल साथीहरू के भन्छ मैले माथि दर्शन गरेर मम्मीहरू जल लिन जानुभएको थियो अनि ड्राइभर दाइले चाहिँ के अरे बरु अहिले जल लिन गएको बेलै बोटिङ गरेर गर्ने भयो फेरि चढ झर गाह्रो हुन्छ भनेर भन्नुभयो त्यो भएर मम्मी घर खोज्दै हिँडेको यहाँबाट चाहिँ जल लिने सरी भर्याङहरू चढेर आउनुपर्ने रहेछ झरेर आउनुपर्ने रहेछ अनि अस्ति माथि चढेर त्यो खुट्टाहरूमा कैँडा पसेछ नि त त्यसैले गाह्रो भयो मम्मीहरूलाई अनि यहाँनिर चाहिँ शिव मन्दिर रहेछ है यहाँ गुरुबाले के भन्दै थियो भन्दाखेरि माथि जान्छन् दर्शन गर्छन् यहाँ शिव मन्दिरलाई कसैले वास्तै गर्दैनन् भन्नुभयो हुन पनि हो एक हिसाबले अनि त्यहाँ 50 रुपियाँ भन्नुभयो यहाँ पूजा गरेको रेट 50 रुपियाँ भन्नुभयो हो कि के हो आई डोन्ट नो होइन ल म मम्मीहरू जानुभयो त्यहाँ पुग्नु भयो अनि हेर म कुरा गर्छु अब बोटिङ गर्न मन लाग्यो भने वी विल डु बोटिङ होइन अब पहिला पूजा गर्ने फेरि झरे गर्ने भने पनि द्याट्स ओके अब मम्मीहरूले सक्नुहुन्छ भने त होइन के भन्नु मैले ल यहाँनिर पनि तलपट्टि यस्तो ठाउँहरू रहेछ है पूजा पसलहरू यताबाट रहेछ सायद यताबाट पनि कता आउने बाटो होला हामी चाहिँ माथिबाट आयौँ त्यही हो ल अनि मैले के भन्छ मजाले क्लिपहरू बनाएको छु जस्तो आउँछ त्यस्तै नै गरेको छु होइन अब राम्रो भयो नराम्रो भयो भने दर्शन गरिदिनु होला हेरिदिनु होला है त मम्मीहरू उहाँ हुनुहुन्छ यहाँबाट सायद देखिदिनु होला हामी यहाँबाट लाग्छौँ के अरे म लिन्छु अनि भन्छु गऱ्यो भने गरिहालेँ गरेन भने ठिकै छ ल यति भन्दै तपाईँहरूलाई म अहिले अर्को क्लिपमा भेट्छु है त अराइट साथीहरू ल म यहाँ मम्मीहरू भएको ठाउँमा आइसकेँ है यता वरिपरि अलिक खिच्ने मिल्ने अवस्था छैन त्यहाँ सबैजना आइरहनु भएको त्यही भएर अनि मम्मीहरू चाहिँ उहाँनिर के भन्छ जलहरू भर्दै हुनुहुन्छ होइन अनि बोटिङको सोधेको बोटिङ त नगर्ने भन्छ नि यार 800 पर पर्सन अब धेरै भयो भने 800 एकजना 2-3जना ग्रुप भयो भने 1000 रुपियाँ अरे
ल ठिकै छ अब हेरौँ के हुन्छ म एक्लै भए पनि जान्छु भन्यो भने मम्मीहरू पूजा गर्नु चाहिँ म त घर आइसक्छु त्यही भनेको भन्दा चाहिँ अब यहाँ मम्मीहरू भर्दै हुन्छ बोटिङ नगर्ने होला वर्षले पूजा गर्नुहुन्छ होला म भयो भने चाहिँ म जान्छु भनेर बसेर चाहिँ लेट्स के हुन्छ है त ल यति भन्दै यो क्लिप यहीँनिर सघाउन चाहन्छु मैले मजाले भनेर त्यति मजाले पनि खिचेको छैन जुन मेरो अब मैले भ्याएसम्म त्यो खिचेको छु यहाँ वरिपरि हेर्नुहुन्छ भने मलाई पनि हेर्नु भ्यू पनि हेर्नु है यस्तै छ ल यही नै हो मैले खिच्ने देखाइदिइहालेँ मैले घुमेर होइन ठिकै छ अब यहाँ यो दुईवटा नदी भनेको चाहिँ त्यो बच्चा नयाँ चाहिँ कसरी देखाउने भयो पखान यहाँनिर एउटा नदी अर्को नदी होइन हातले मैले पोइन्ट गरिनँ होइन त्यो भनेको चाहिँ कसरी भन्दाखेरि एउटा चाहिँ कोका नदी अर्को चाहिँ कोशी नदी हो क्या अरे सप्तकोशी हो कि के छ मैले बिर्सेँ यार त्यो हो रे है अनि के भन्छ त्यहाँ मम्मी त्यही दुईवटा नदी मिसेको नदी हो रे यो त्यही हो ल अब हेरौँ म बोटिङ गरेँ भने गरिहालेँ गरेन भने गरेन हो केही छैन ल अब मम्मीहरू चाहिँ जलसल भर्दै हुन्छ यता पूजासुजा गर्दै हुनुहुन्छ गरौँ मजाले गर्दै हुनुहुन्छ होइन म चाहिँ यहाँ हेरेर अवलोकन गर्दैछु साथीहरू है त ल अब अर्को क्लिपमा भेटौँ है त ल साथीहरू बोटिङ सोटिङ नगरिने भयो अब पूजा गर्ने रे काठमाडौँ पुग्नुपर्ने मान्छे रे त्यहाँ भोजपुर गएर आउँदा 1 घन्टा लाग्छ भनेर तर्साइदिएछन् होला पनि थाहा छैन आफूलाई बोटिङ नगर्ने भयो अब हामी चाहिँ पूजातर्फ लाग्यौँ त्यहाँनिर के गर्नुभयो भन्नु त सुरुमा गएर त्यहाँ जल भरेर अनि सुरुमा त्यहाँ पूजा गरे हो बत्ती बाल्यो माइकोमा उठाइ ल्यायौँ बाह्र क्षेत्रको अब मन्दिरमा लगेर घर पूजा गर्छौँ घरमा लगेर ल जल फर्किन्छौँ शुद्ध हुन्छ अरे ए ल ठिक छ साथीहरू त्यस्तो रहेछ मैले चाहिँ डाङडुङ केही थाहा नभएर सिधै गएर मैले के भन्छ भित्र छिरेर पूजा गरेँ मैले पूजा चढाएँ अनि दक्षिण सक्षिण चढायो अरे आएँ ल अब यस्तै छ मम्मीहरू लागिँदै हुन्छ म पनि अब ए हो ल ल आफ्नो दुःख कष्ट कार्तिक महिनाको दान गर्नुपर्छ यो एकदम राम्रो गर्छ आफूलाई एकदम राम्रो हुन्छ शनि सङ्कट ग्रह सङ्कट आफ्नो गरेर नष्ट भएर जान्छ साँच्चै हो रे एकदम 12 क्षेत्रमा आएपछि साँच्चै हो सबै जान्छ ए मैले चाहिँ भाइको नाउँमा भाइको नाममा मेरो चाहिँ छोराछोरी बुढोको नाउँमा है सबैको नाममा गर्नु पर्यो सङ्कट खुच्चेको नाममा मात्र खुच्चेको मात्रै किन सङ्कटको ए 10 रुपैयाँको पोती ल ए यस्तो रहेछ म त केही थाहा छैन ल यहाँ धेरै कुराहरू थाहा भयो तपाईँहरूले पनि धेरै कुरा जान्नुभयो होला अब हामी त ब्राह्मण क्षेत्रीय हाम्रो पूजा गर्ने फरक शैली फरक हुन्छ अब अरू कास्टहरूको फरक हुन्छ होला आई डोन्ट नो न सेम हो कि है त्यही हो यहाँ हाम्रो चाहिँ अब के त्यहाँ सुन्नुभयो होला है अनि ल त्यही हो मेरो चाहिँ पुरै भिजिसकेको छ है लाचक्क भइसकेको छ म त्यहाँ दुसो त खोलेर गरेर आएँ ल सबैलाई मैले यहीँबाट सम्झेको छु मेरो घर परिवारदेखि लिएर मेरो इष्टमित्र साथी सङ्गिनीहरू सबैलाई यहाँबाट कल्याण होस् भन्दै सबैको नाममा मैले ढोकिदिएको छु सबैको कल्याण होस् राम्रो होस् प्रभु के भन्नु अब मैले त्योभन्दा बढी होइन ल अब हामी यहाँ उकालो चढ्न आयौँ मलाई त यहाँ देवानको भ्लगहरू भन्दा पनि यो पो भ्लग राम्रो हुन्छ जस्तो लाग्यो त किन भन्दाखेरि मजा आइरहेको क्या अब भनौँ न आनन्द पनि भइरहेको होइन मन्दिर क्षेत्र आएर कता के गर्ने ए ए ए ए यहाँ के गर्ने हो ए ए ए ए ए ल भिडियो खिच्न मिल्छ मिल्दैन थाहा भएन साथीहरू ल तपाईँहरूको नि शनि ग्रहहरू दुःख कस्तो के छ सबै कति जाओस् मेरो भ्युवरहरूको है म त खतरा भ्लगर हुने भयो यार ए सङ्कटा मन्दिर यहाँ पो हो ए ए ए ए ए अँ ल साथीहरू अब हामी यहाँ पूजा गर्छौँ पूजा गरेको चाहिँ खिच्दिनँ सबैको यही भिडियोबाट चाहिँ ग्रह दशा के सबैको कति जाओस् भन्ने अब ल यति भन्दै हामी यहाँ पूजा गर्छौँ अनि माथि जान्छौँ माथिको क्लिपहरू मैले तपाईँलाई देखेको छु कि अनि माथि हामी पूजा गर्छौँ अनि लाग्छौँ है त ल यति नै हो मैले अब यहाँ यो के अरे बडा क्षेत्रमा पूजा गर्ने सबै कामहरू अब यहाँ गर्छौँ हामी माथि गएर मैले सबै क्लिपहरू देखाएको छु कि माथि गएर पूजा गर्छौँ टिका सिका लाउँछौँ ओर्छौँ अनि हामी लाग्छौँ है त ल ल अब ग्रह दशा काट्नु थालियो है त साथीहरू ल बाई बाई
हेलो साथीहरू, के छ तपाईँहरूको हालखबर? ल वी ल्यान्डेड एट विमान। अन्तिर ठुलो मम्मीलाई छोडियो, म चाहिँ यसो चर्पी आएको। यहाँनिर राम्रो पार्क रहेछ यार। यो चाहिँ मेरो मामा घर है, यहाँ चाहिँ होइन बर्दिवासमा हो। मामा घर जाने बाटो हो यहाँबाट सिधै तल बर्दिवास मेरो मामा घर है त। ल हाम्रो गाडी त्यहाँ छ, ठुलो मम्मी र आन्टीलाई छोडिदिएछ है यहाँ ल अब हामी आन्टी र ठुलो मम्मी छोडेर हामी काठमाडौँतर्फ लाग्यौँ है त। अब तपाईँलाई म काठमाडौँ पुगेपछि मात्र भेट्छु है त। मैले रोडको क्लिपहरू खिचेको छु, हेर्दैन होला, रमाइलो गर्दैन होला। ओके बाई बाई।